बाघ त वास्तवमा धुनी सन्दर्भ हेरेर आउँछु हाने वास्तवमा के आयो ए माछाको पन्जा कत्रो ठुलो त्यसले सुन्नेवाला छैन सुकेपछि सुत्यो दिउँसो अहिले घामले भएपछि चाहिँ राखेर आउँदै अनि स्विमिङ पुलै रहेछ नि त होइन क्यामेरा पनि दुई साइड राख्छु बाटो भित्रबाट पकाएको एनालाइज गरेर काट्नु नहीं आए लगा हमारे दूसरे सीट के नए निकला निकले तो मेरे हाथ में जाएगा वहाँ साथी